हेलो साथीहरू, सन्चै हुनुहुन्छ? आशा छ सन्चै हुनुहुन्छ। हामी कुरा गर्नेछु एक यस्तो देशको बारेमा जहाँको रहन सहन आलिशान रहेको छ, तर साथीहरू जे हामीले देखिरहेछौँ त्यो सही छ भन्न पनि सकिन्न। एक यस्तो देश जहाँ एक गलत नजर, एक गलत शब्द मृत्युदण्ड पनि हुन सक्छ। यहाँको महिलाहरूको हक अधिकार सबै पुरुषसँग हुन्छ। यहाँ डाइभोर्स लिनको लागि पुरुषले महिलासँग 3 चोटि तलाक 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 भन्ने पुग्छ। हो साथीहरू, आज हामी कुरा गर्दैछौँ वेस्ट एसियामा रहेको मिडिल इस्ट अरब कन्ट्री साउदी अरेबियाको बारेमा। साथीहरू, साउदी अरब मिडिल इस्टमा रहेको विकसित सम्पन्न देश हो। यस देशको क्षेत्रफलको कुरा गर्दा करिब 22 लाख स्क्वायर किलोमिटरमा फैलिएको छ, जुन क्षेत्रफलको हिसाबले 12औं ठुलो देशमा गनिन्छ। यहाँको राजधानीको नाम रियाद हो, जुन डेभलप्ड र आर्किटेक्चरले भरिएको छ, जसलाई हेर्नलाई टुरिस्टहरूको घुइँचो हुन्छ। देशको करेन्सीको कुरा गर्दा साउदी रियाल हो, जुन भारतमा आएर एक साउदी रियाल करिब 22 रुपियाँसम्म हुन्छ, जहाँ नेपालमा आएर करिब 36 रुपियाँसम्म हुन्छ। साथीहरू, यस देशको धर्मको कुरा गर्दा 100% मुस्लिमहरू छन् र सबैले इस्लाम धर्मलाई मान्छन्। यस देशको आधिकारिक भाषा अरेबिक हो, तर केही मानिसहरू भारतबाट आएकोले यहाँ उर्दू सँगसँगै हिन्दी पनि बोलिन्छ। यस देशको इकोनोमिक तेलमा निर्धारित छ, जहाँ पेट्रोल र डिजल निकाल्छ। साथीहरू, संसारमा सबैभन्दा बढी तेल साउदी अरबको कम्पनी निकाल्छ, जुन यस देशको 1.1 ट्रिलियन USD GDP रहेको छ। त्यसकारण यो देश यति अमीर र लग्जरियस छ। साथीहरू, मक्का र मदिना दुई पवित्र सहरहरू जहाँ संसारमा सबै मुस्लिम समुदायको लागि यी पवित्र स्थलहरू हुन्। साथीहरू, साउदी अरब एकमात्र एक यस्तो देश हो जहाँ कुनै नदी छैन। यहाँ छ त मात्र रेगिस्तान र महल मस्जिदहरू मात्र रहेका छन्। के यो देश यति मोडर्न र लग्जरियस भए तापनि यहाँका महिलाहरू त्यति स्वतन्त्र छन्? उत्तर हो नाइ। यहाँ आलिशान महल बिल्डिङ एक आधुनिक भरिपूर्ण देश हो, तर महिलाहरूको बारेमा कुरा गर्दा यस देशमा सबै कुराहरूको रोक छ। जहाँ महिलाहरूले आफ्नो घरको एक पुरुषको आवश्यक पर्छ, केही गिफ्ट्स अथवा केही सामानहरू घरको पुरुष सदस्यले मात्र रिसिभ गर्छ। बाहिर जाँदा अनिवार्य बुर्काको प्रयोग गर्नुपर्छ। यस देशमा महँगा गाडी भए तापनि यहाँको महिलाले गाडी चलाउन अनुमति छैन। यहाँका महिलाहरूलाई र यहाँको सरकारले भोटिङ, ट्राभल पर्मिसन, म्यारेज डिसिसनमा पनि बदलाव गरेको छ, तर अहिले पनि केही मानिसहरू पुरानो माइन्डसेटमा चलिरहेका हुन्छन्। यस देशमा सबै हक पुरुषसँग हुन्छ। साथीहरू, यस देशमा लिगली म्यारेज उमेर छैन, जहाँ 14-15 वर्षमा बिहे गरिदिन्छन् र पुरुषले चाह्यो भने एकैछिनमा डाइभोर्स लिन सक्छन्। अनि आइमाईले चाह्यो भने आफ्नो फ्यामिली कानुनी रोग अन्य किसिमबाट झेलिन्छन्। यदि हजुर महिला हो भने अनिवार्य हजुरसँग घरको एउटा पुरुष सदस्य हुनु जरुरी छ। यदि हजुर केटो हो भने त्यहाँ लोकल महिलासँग कुराकानी गर्दा अथवा सेक्स हरेसमेन्टको केस लाग्यो भने त्यहाँको सजा कोडा ढुङ्गा हानेर, यति नभई यहाँको सजायमा चौराहामा गर्दनलाई काटिदिन्छन् र कुनै केसमा फाँसी पनि दिन्छन्। साथीहरू, यस देशका राजा मोहम्मद बिन सलमान हुन्। यहाँका शेखहरूले महिलालाई एउटा इन्टरटेनमेन्टको नजरले हेर्छ र यहाँ खुबसुरत महिलाहरूले शेखहरूको लागि काम गर्छिन्। साथीहरू, आजको यो भिडियो साउदी अरेबियाको बारेमा यति नै। यदि भिडियो राम्रो लागेको छ भने लाइक, सब्सक्राइब, बेल आइकन थिच्न नबिर्सिनुहोला, जुन आगामी आउने भिडियो हजुरलाई थाहा होस्। हस् त, आजलाई यति नै। अब आउने भिडियोमा भेटौँ।